ओइ सङ्गीता ओइ सपना अस्ति मैले तिमीहरूलाई चटपटे खुवाएको याद छ कि नै तिमीहरूलाई खुवातिस किन र हो थाहा रहेछ त नि 30 रुपियाँको चटपटे खुवाएको थिएँ मैले तिमीहरूलाई अब अस्ति मैले तिरेको थिएँ ल्याऊ त्यो पैसा अबे कति लोभिनी रहेछ यो राडी त जब त्यो 30 रुपियाँ खाउनु पैसा माग्लास् तैले ओहो नि यो त अचम्मै गर्छ भाइ नगर आइ चोथाले त्योभन्दा अगाडि तैँले 30 रुपियाँको एकचोटि हामीलाई आइसक्रिम खुवाउने बेला तैँले 10 रुपियाँ उठाउन पठाइथिनेस् पछि तिराइथिनेस् कस्तो गरिदिरहेछ मलाई पनि चाहियो नि त पनि हद्दै नगर के लक्ष्मी जहाँ अब त्यति पैसा मात्रै माग्दा अन्त अहिले जग्गा सबैलाई चिया दिने थाहा होला दोस्ती आफ्नो आफ्नो बाबु म त 5 रुपियाँ पनि हिसाब गर्छु तैँले गरिथिनेस् अस्ति नि तैँले चाउमिन खुवाउने बेला मबाट 50 रुपियाँ लगिदिनेस् अझ कुरा गर्ने छ मलाई त चाहियो बाबु यो त यो राडी त अचम्मै ला तेरो 10 रुपियाँ पनि मैले लग्न पाएको छैन मैले गर्न पाएको छैन तर राडी अब मेरो सङ्गत गर्दैछ रोक्न म तसँग 5 रुपियाँ हिसाब गर्ने म रोक गर्नु त म पनि गर्छु तिमीहरू पनि गर ओइ तँ पनि ल्याए मलाई 10 रुपियाँ तेरो त्यही 10 रुपियाँ खाएर म ठुलो हुने क्या ल तेरो पैसा केटा यार मौसमले पनि च्यालेन्ज दिइरहेको छ यस्तो चिसो बियर खाम न यार खाम न त यार मौसमले पनि च्यालेन्ज गरिरहेको छ गरम गरम भइरहेछ मस्तसँग ल बियर जहाँ पऱ्यो त्यो बियर ल्याएर आइज हुन्न म खुवाउँछु आज मैले ढ्यारी गरी 700 रुपियाँको मासु म खुवाउँछु आज सबैलाई ए हुन्न चुला पैसा त मैले तिर्छु है आज 2 ट्रिप नाइट पनि छ पैसा दर थापेको छु मैले खुवाउने बेला यही गर्छु र मलाई झ्याउ लाग्छ कि मेरो घरमा आउने अनि त्यो तिमीलाई मैले पैसा तिराउँछु मासले 8 वटा बियर 2 जनाले खाने हो सब पैसा म तिर्छु जा त ल्याएर आइज जेठो बाबु मान्छे म तिर्छु के होइन म जेठो बाबु मान्छे म तिर्छु के त्यस्तो हुन्न मैले 700 रुपियाँको मासु आज